भन्नु पर्यो है बाबुलाई काव्यांश होइन यस्तो हुन्छ नुहारको नाम राखेपछि चेन्ज हुँदैन नुहारको नाम जस्तो अघि नुहारको नाम सोधेँ मैले हजुरको उहाँको नुहारनको नाम सोधेँ त्यो नाम परिवर्तन हुँदैन अरू अफिसियल नाम हजुरले जे राख्नुहोस् होइन त्यो डजन्ट म्याटर नुहारनको नाम अरू बेला चाहिँदा पनि चाहिँदैन यस्तै पूजापाठमा मात्रै चाहिने हो त्यही भएर हजुरलाई इच्छा लाग्यो जे राख्दा पनि हुन्छ कबीर थापा त्यही भएर होइन एउटा मात्र फाइनल गरौँ त कविर थापा उताबाट आइसक्ने बेला यहाँ आउनु नसके नि नाम त आइसक्यो नि त यहाँ आउनु नसके नि नाम त यहाँ ल त्यही हो त्यो बात सम्झिने कोही आउनुभयो पाहुना को आउनुभयो भनिदिनु स्कुल जाने बेला सुनिक्षा त हवाईबाट सिडनीबाट हिजो ट्रेन डिले भएर 10 बज्छ होला सिडनीबाट ट्रेन आउने होइन यही हो हुन त घर तर कामको लागि 2 दिन जब गर्ने पहिलाको जब चाहिँ नछोडेको भएर अनि 2 दिन मात्रै जानु चाहने हप्तामा 2 दिन जाने यहीँबाट जाने खोजेर आउने काम रमाइलो यहाँदेखि सिडनी जाने होइन मेलबर्नबाट सिडनी गएर कहाँबाट आउने भविष्यमा त यो कहिले लागु हुन्छ थाहा छैन त्यो फास्ट ट्रेन बनाउँदैछ कि सिडनी उनीहरूले योजना गर्दैछन् अहिले त बनाउँदैन होला अन्त 20 वर्ष 30 वर्ष अथवा 50 वर्ष जब पपुलेसन एकदम धेरै हाई हुन्छ नि अनि विश्वमा ठुल्ठुला सिटीहरू हुन्छन् जस्तै क्यानबेरा अथवा वेलिङ्टन अथवा वाटेभर बिचका एकदम ठुल्ठुला ब्रुम हुनेछ होइन त्यस्तो अवस्थामा यिनीहरूले के गर्नेछ भने यो आउटर लाइनमा ट्रेनहरू बनाउँछ नि त 100% किनभने पपुलेसन बढेपछि त डिमान्डिङ हुन्छ त्यस्तो बेलामा 1 घन्टामा सिडनी पुगिनेछ कि मजा भइहाल्यो सिडनीबाट मेलबर्न काम गर्ने अथवा यहाँबाट इन्डियातिर अथवा राम्रो देशहरूमा अलि पुरानो धेरै पपुलेसन स्पेसली चाइना जापानमा त त्यो नै हुन्छ होइन इन्डियामा थुप्रै ठाउँमा हुन्छ त्यो कहिले भन्छ कुनै सिटी बनाउने भनेर राखेको सपिङ सेन्टरले भन्ने मात्रै हो कि गाह्रो छ ल अब हजुरको दाहिने हात कुन हो नानीलाई त्यहाँ कुसको औँठी दिनु त्यहाँ कुसको औँठी एउटा छ दाहिने हातको फिङ्गरमा लाउने बेबीको टोपी पनि यसो निकालिदिन सक्नुहुन्छ नानी हजुरले यसो यो हातमा लिन सक्नुहुन्छ बेबीलाई यो यहाँ हुनुहुन्छ बेबीको हेड यहाँ आहा कति राम्रो पोखरेली जस्तै हो बेबी पोखरेली नै हो ल हजुरले घोडा टेकेर ट्याक्क उभिनु हजुरको दाहिने हात कुनु दाहिने हातले यो समाउनु लेफ्ट ह्यान्डले यो समाउनु बेबीलाई लाग्दा बी केयरफुल ल हरि ओम फोटोग्राफरलाई धन्यवाद राम्रा फोटाहरू है हरि ओम मङ्गलम भगवान विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्षय मङ्गलाय तनो हरि लाभ श्वेता जय श्वेता कुशता पराजय ऐसा मिन्द्रि हृदय सृजनातनम तदेव लग्न सुदिनम तदेव ताराबलम चन्द्रबलम तदेव लक्ष्मीपते ते गुरास्मर अस्मिभिः शुभारम्भेषु सर्वेषु रम्भे भुवनेश्वरा
देवा सिद्धि हृदय सुजनाद्रम श्री गणेशाय नमः स्वस्ति श्री मङ्गलमूर्तय नमः। हजुरहरूले दिएको समय अनुसार हाम्रो सुपुत्रको मिथुन राशि मृगशिखा नक्षत्र तेस्रो पाउ कबाट नामकरण सुरु हुने भएर कबीर भनेर नामकरण गरिएको छ। कानमा बाबाले कानमा लैजानु त्यो पिपलको पातलाई कानमा बेबीको कानमा दाहिने कानमा प्लिज उल्टा भयो सुल्टा बनाउनुहोस् सरनेम सहित नाम 3 पटक बोलाउनुहोस्। चिच्चाएर कबीर थापा भनेर नामकरण गरिएको छ। ल अफिसियल नाम पनि कन्फर्म हुनुहुन्छ भने राख्नुहोस् नत्र बिस्तारै गरौँ ल कहिले कन्फर्म छैन भने केही गर्छ। अब यो पिपलको पात मम्मीहरूलाई थाहा छ कता सिरानीतिर कता राख्नु होला है। ल अब बेबीलाई लगेर त्यहाँ गएर खुट्टाले त्यो पैसालाई छाउनियो। कसले बेबीको बाबाले गर्नु अथवा हजुरआमाले गर्नु एकदम कम्फर्टेबल तरिकाले बेबीलाई दुःख दिन पाउनुहुन्न। कुनै पनि तरिकाले बेबीलाई दुःख दिन पाउनुहुन्न। बी केयरफुल। नास्तिकन मैले तिलक लगाइदिन्छु हजुर त्यहाँ गएर बस्नु तिलक बनाउँदैछु त्यसपछि त्यो काम गर्नु है। एकैछिन मलाई त्यहाँ पुग्नु है। हजुर कम्फर्टेबल भएर बस्नु बेबीको मजा त लगाइदिनु भएको छैन नि छैन। तर बेबीलाई त्यहाँ राख्दाखेरि हजुरले एकदम दुःख नदिइकन राख्नुपर्छ। दुःख दिन पाउनुहुन्न। बेबीको हेड फ्रन्टमा आउला हल्का यस्तो सुताएर यस्तो तरिकाले बेबीको खुट्टाले त्यहाँ छाइदिनु होला है। पैसालाई छाउनु पठाउनु मैले खुट्टाको त्यो कपडाहरू फोल्डिङ गरिदिनु। मैले बेबीलाईतिर पनि लगाइदिन्छु। जनाको त बाहिर नि गल्ल आइहाल्छ। बेबीलाई थोरै तिलक लगाइदिन्छु अनि काम गर्नुलाई। हरियमन्त सला पूर्ण सन्तु मनोरथ ज्ञानम बुद्धि ज्ञानम नमस्तुते। मैले हजुरलाई पनि शुभ भवन्तु कल्याणम आरोग्य सुख सम्पदा हरिओम। ल अब टक्क बच्चाको खुट्टाले त्यहाँ छाइदिनुहोस्। आर्यम मङ्गलम भगवान विष्णु मङ्गलम गरुड ध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनो हरि। पैसा र खुट्टा मात्र पैसा र खुट्टा मात्रै होइन खुट्टा मात्रै यस्तो बनाउनु। बेबीको खुट्टा नजिक राख्नु त पैसाको नजिक राख्नु फिट। हो त्यो फोटो राख्दिनु त्यसलाई फोटो भिडियो भयो यसले खिच्दाखेरि हुन्छ होइन हुन्छ ओके ल भयो भने गुड। अब हामी बाहिर गएर जमिन देखाउँछौँ सूर्य भगवानलाई देखाउँछौँ बेबीलाई लिएर गएर। आर्यमन्त सलाह पूर्ण सन्तु मनोरथ ज्ञानम बुद्धि ज्ञानम नमस्ते शुभ भवन्तु कल्याणम आरोग्य सुख सम्पदा मम शत्रु विनाशाय नमस्ते ओम सूर्य सरे पदे मंगल सदा बुद्धि पूज गुरु साय गुरु सब सुख शान्ति शनि राजा हुनुहोस्। हजुरलाई पनि बाहिर बच्चाको मम्मी जान सक्नु भन्छ सल्लाह पूर्ण सन्तु मनोरथ। ल बच्चाको बाबा र मम्मी यसो बाहिर जान सक्नुहुन्छ भने साह्रै राम्रो। बेबीलाई हरिओम शुभ भवन्तु कल्याणम आरोग्य सुख सम्पदा हुन्छ अरू काम हजुरको जाडो छ। आज सूर्य भगवान पनि डुब्नु भएछ जस्तो छ। यसो बाहिर नजिकैबाट बोकेर लाने हो बच्चालाई बोकेर हेर्ने पहिला सूर्य भगवानलाई देखाउनु त्यसो पढ्न लैजाने भयो। अब त्यो हजुरआमाको काम त्यो पछिको काम।
भ्याएको थियो पूजा भ्याएपछि त अर्कै काम हो अहिले काँसी पूजा गरियो पहिला पूजाको काम सकौँ बसिरहनु पर्छ फेरि पढ्नै नलैजानु पहिला यसो सूर्य भगवान